नमस्कार हजुर सबैजनालाई। यो बन्दै गरेको हुल्लेरी घोरेपानी पुनिल जोड्ने बाटोको मोटर पुलको दोस्रो पिल्लरको लागि फाउन्डेसन खन्ने काम तीव्र गतिमा भइरहेको छ भने उतापट्टि देख्न सक्नुहुन्छ। उतापट्टि तपाईँहरूले यो पिल्लरको लगभग तेस्रो स्टेप पनि ढलन भएको छ भने अब त्यो माथि चाहिँ बिमको काम मात्र बाँकी रहेको छ भने अब यहाँ तीव्र रूपमा काम चाहिँ एकदम तीव्र गतिमा चलिरहेको छ है। अब सेकेन्ड पनि खाल्टो खनेर फाउन्डेसन खनेर यसलाई जगको लागि निर्माण तयारी अवस्थामा तयार पारेको छ भने यहाँ देख्न सक्नुहुन्छ। यतापट्टि बाटो कतै पनि बाटो छैन, यतापट्टि पनि पहरो। अब यो लगभग पूर्णता पाउन अझै 1 मिटर जति गहिराई खन्नुपर्ने अवस्था छ भनेपछि यो गहिराई पूर्णता पाइसकेपछि लगभग यहाँ सोलिङ गरेर तपाईँको 15-20 दिनमा उताको जस्तै यसरी नै फाउन्डेसन अगाडि देख्न सक्नुहुन्छ भने एकदम तीव्र गतिमा है मोटर हुल्लेरी घोरेपानी पुनिल मुक्तिनाथ मार्गमा पर्ने यो घुराउँदी खोलामा बन्दै गरेको पुल हो। तपाईँहरूलाई देखाइरहेको यो पुल एकदम तीव्रताका साथ एकदम छिटो काम भइरहेको छ भने यहाँ पनि अब काम एकदम फास्ट भइरहेको अवस्था छ। त्यस्तै गरी कामको गति एकदम तीव्रता देखिएको छ। यहाँलाई यो जानकारी गराउनको लागि मैले यो सानो भिडियो बनाएको छु, यहाँले हेरिदिनु होला। धन्यवाद।